लगाइ त हामी हिँड्दैछौँ बाह्रको टुरमा मम्मीले राम्रो आशीर्वाद दिइसक्नु भएको छ। सो हामी चाहिँ अब साफी पुगिसकेका छौँ। बाजुराबाट कति 1 घन्टासम्म लाग्यो यता साफी पुगेर। यस्तो दामी भिडियो त एकछिन फोटो खिच्दै बुढाबुढी इन्जोय गर्दै हामी चाहिँ अब ठ्याक्क विनायकको ग्यारेजमा छौँ। बाइकको डिस्टर्जेन जोड्नु ब्याट्रीमा समस्या रहेछ स्टार्ट भइरहेको छ। यो सिन चाहिँ रुकुम कर्णालीको रहेको छ। सिन चाहिँ बबाल छ है रुकुम कर्णालीको। रुकुम कर्णालीमा यसो एकछिन भिडियो बनाइदिएको होला। त्यसपछि चाहिँ हामी अब कालीकोट मामा बजार पुग्दैछौँ। चाहिँ कस्तो दामी सनसेट देखेर यसो भ्यू लाग्दै बुढाबुढी चिल पारामा डे 2 कालीकोट मामनाबाट अब निस्किँदैछौँ। बुढाबुढी रेडी भएर सप्ताहको फ्रेस भएर चिसो भएर नास्ता सब खाएर अब निस्किँदैछौँ। कालीकोट मामनामा बसियो। आज चाहिँ डे 2 स्टार्ट हुँदैछ हाम्रो। अब यहाँको चाहिँ कस्तो हुन्छ जुन हेरौँ। अफरोड छ अब चाहिँ बाटो पुरै बवाल हुनेवाला छ। बवाल भन्छ होइन पुरा गाइड हिजो चाहिँ हामी यही होटलमा बसेको राति। ठाउँ खोला हजुरहरू पनि राम्रो छ सुविधा महँगो भएर पनि। जुम्लाको सिन हेर्न सक्नुहुन्छ हजुरहरूले।
पुगिसकेका छौँ हामी नेपालको म्याफाको ठाउँ नेपालको झन्डा बोकेर त्यसपछि चाहिँ हल्का भिडियो खिच्दै रमाइलो गर्दै यसो म्याफाको ठाउँमा खिच्दिउँ न त भनेर अब खासै यता गाउँहरूको नाम पनि थाहा छैन त त्यही नि क्या दामी भ्यू देखिरहेको छ वाउ बाटो पनि डेन्जर छ क्या हेर्नुहोस् न अफ रोड छ कतिले बवाल छ क्या अफ रोड चाहिँ डेन्जर छ कतिले कुनै ठाउँमा त यो चाहिँ लारा राष्ट्रिय निकुञ्जको इन्ट्री गर्ने ठाउँ क्या दामी है बाटो दामी छ सो फाइनली हामी यता पुगिसकेका छौँ निकुञ्जभित्र प्रवेश गरिसकेका छौँ सानो एउटा बाटो जस्तो रहेछ यता अब चाहिँ लारा इन्ट्री गर्दैछौँ हामी हेर्न सक्नुहुन्छ लाराको एउटा बोर्ड छ त्यता लाराको सल्लेडीको भ्यू ट्याक्क पार्किङ स्टेसन यता रहेको छ आज चाहिँ हामी ढिलो पुगेको हुनाले त्यही बस्नेछौँ गुड मर्निङ फ्रम लारा बिहान पनि छिटो उठेको थियो तर अब भिडियो बनाउने जागरै चलिरहेको थिएन लास्टै जाडो है अब चाहिँ सल्लेडबाट हामी घोडामा लाग्दैछौँ दुईजना यो चाहिँ यता हाम्रो बाइक स्टेसन बस स्टेसन सबै यतै हुने रहेछ दामी छ बाइक चाहिँ उता पार्किङमा छ पछाडि ल माथि भेटौँ ल बेबीले फर्स्ट टाइम घोडा चढ्दैछ अरे घोडालाई डर लाग्यो कस्तो लाग्यो ल मेरो पनि अर्को हटी नै रहेछ झालो मायाले गाझालो लाउँदा त झन्झनै राम्री पो देख्यो नि हौ ल हर्स राइडिङ भएर बुढाबुढीको बाइकबाट रमाइलो जुट्टै छ उसलाई चाहिँ चढ्न आइरहेको छैन खै फर्स्ट टाइम चढेको हुनाले होला मैले चाहिँ हल्का गाउँघरतिर चढेको हुनाले काम लाग्यो ल पुग्यो रारा ताल पनि बोबाल है ल तालमा पुगिसक्यो गाइज हामी घोडामा बसेर यस्तो मोबाइलमा भ्लगिङ गर्न पनि हल्का गाह्रै छ खासै एक्सपिरियन्स छैन घोडामा ल हेरौँ टाढाको भ्यू I can't start a kid in my kevado. When you're around, baby, I'm like Sevado. I can't start a kid in my kevado. No, my kevado, baby, I'm like Sevado. I can't start a kid in my kevado. When you're around, baby, I'm like Sevado. I can't start a kid in my kevado. No, my kevado, baby, I'm like Sevado. I can't start a kid in my kevado. When you're around, baby, I'm like Sevado. I can't start a kid in my kevado. No, my kevado, baby, I'm like Sevado. Boli pusunda limbu ni lagyo kahola ghara bara. Ankange akhtar la suni maiya na kai maharara. Juk sap mekin ratai chagala ramrai cha salamala. Adang me kanchi jane puho ki masanga yo sala. बोटबाट उत्रेर हामी घोडामा फेरि यता पारिपट्टि बस्न गइरहेका छौँ बोटको सफर पनि क्या राम्रो भयो लगभग आधी घन्टा 1 घन्टा जति गरियो पुरा दामी मजा आयो है
सब यता घुमघाम गरेर अब माथि मुमा टपतिर लागिन लागेको यताको लास्ट भ्यू अब यता फर्किँदाखेरि के हुन्छ हेरौँ अब मुरमा टपमा भेटौँ ला गाइज यस सो फाइनली हामी चाहिँ मुरमा टप पुगिसकेका छौँ भ्यू देख्न सक्नुहुन्छ हजुरहरूले वाउ के दामी देखिरहेको छ हामी चाहिँ अब यहाँ आएर खाना त्यो खाएर हल्का फोटो त्यो खिच्यौँ भिडियो बनायौँ अनि त्यसपछि अब निस्किरहेको किनकि धेरै चिसो छ यता अब त्यति बस्नु सकिन्न मलाई चाहिँ त्यति चिसो लाग्दैन त्यही भएर छिटो निस्किरहेको हो तलतिर ट्र्याक्क लगाएर राधाको पानी बग्दै घोडामा गाइज डे 4 चाहिँ हाम्रो लागि एकदमै च्यालेन्ज रहेको छ चिसो त्यस्तै छ हेर्नुहोस् मौसम पानी पनि पर्दैछ हल्का हल्का घर फर्किने क्रममा यस्तो त होइन लास्ट चौपरै पानी पनि पर्दैछ अब मौसम चिसो चिसोमा च्याङ्राको मासु खाने घर फर्किँदाखेरि चाहिँ मौसम खराबको कारणले गर्दा एकदमै गाह्रो भइरहेको थियो जाडो भइरहेको थियो त्यस्तै पानी परिरहेको थियो त्यही माथि अनि हिउँ पर्ला जस्तो भएको थियो त्यतातिर त